हेलो गाइस, वेलकम टु माई अनदर भिडियो। सो आज चाहिँ म देखाउनेवाला छु आउटफिलिङ गर्दै गर्दा स्कुल कस्तो हुन्छ, के गर्नुपर्छ स्कुलमा भनेर। अब खासै स्पेसल त के हुँदैन, अनि यो स्कुलमा भिडियो गर्न नि अलाउ छैन, तर म थोरै थोरै क्लिपहरू चाहिँ हाल्छु। अब भिडियो चाहिँ लास्टसम्म हेर्नु होला, इन्जोय गर्नु होला। रुमबाट निस्किएँ, अब ठ्याक्कै 1 घन्टा लाग्छ ट्रेन स्टेसनदेखि स्कुल पुग्न। अब यहाँदेखि ट्रेन स्टेसनसम्म पुग्न चाहिँ 15 मिनट लाग्छ। अब 6:45 भयो, 7 बजी आउँछ ट्रेन। सरी 5:45 भयो, 6 बजे आउँछ ट्रेन। अनि 7 बजे त्यहाँ पुगाउँछ। अनि त्यहाँबाट फेरि उता हिँड्नुपर्छ। अब यो थैलीमा चाहिँ मेरो आज स्पोर्ट छ, त्यही भएर स्पोर्ट सुजहरू पनि लगेको। अनि लुगा चेन्ज गर्नलाई लुगा नि लगाएको छु। हप्ताको 1 दिन चाहिँ स्पोर्ट हुन्छ 3टा पिरियडमा। सो आई विल सो यु के हुन्छ स्कुलमा भनेर ट्राई गर्छु। अब भनिसकेँ मैले, अलाउ त छैन त्यही पनि यसो। सो गाइस स्टे ट्युन। स्कुल हुँदा चाहिँ ओभरअलमा 11-12 घन्टा चाहिँ गइरहेको हुन्छ है। यो स्कुल जाँदादेखि लगेर आउँदासम्म चाहिँ 12 घन्टा जति लागिरहेको हुन्छ। त्यो कसरी लाग्छ, अब स्कुलमा 2:45सम्म स्कुल हुन्छ खासमा। अब ट्रेनमा आउँदा 3:45, घर पुग्दासम्म 4 बज्छ। अब हिसाब गर्नुहोस्, बिहान 5 बजेबाट 4 बजीसम्म कति भयो भनेर। सो त्यही हो अब कुरा भनेको। काम गर्दाखेरि चाहिँ चिल हुन्छ, आधा घन्टा काम, अनि अरू सुत्ने हुन्छ। अब स्कुल हुँदा चाहिँ 12 घन्टा यहाँ आउन जान स्कुलमा गइरहेको हुन्छ। बाँकीको टाइम भनेको सुत्ने खाने त्यही हो। सो फाइनली ट्रेन स्टेसन पुगेँ। पहिला चाहिँ ट्रेनमा आउँदा क्या आनन्द लाग्थ्यो, जाडो महिनामा तातो हुन्थ्यो। अब आजभोलि यस्तो गर्मी हुन्छ, न यहाँ केही फ्यान छ न केही छ, गर्मीले मारिरहेछ अहिले। सबभन्दा मेन प्रब्लम भनेको मलाई चाहिँ स्कुल आउन जाँदा ट्रेनमा र स्कुलमा स्कुलमा पनि केही छैन। अब के हो सिस्टम पनि यहाँको अब थाहा भएन मलाई चाहिँ। यस्तै छ गाह्रो, अब गर्मी चाहिँ अति नै छ। भर्खर ट्रेन स्टेसनबाट झरियो। अब चाहिँ खानको लागि किन्न जानु पर्यो। इन्द्राले झ्याप बनाइसक्यो। लिडलमा आइसकेपछि जे होस् हावा चाहिँ खान पाइन्छ है साथीहरू। यहाँको सुपर मार्केटहरूमा चाहिँ जे होस् हावा चाहिँ खान पाइन्छ। मैले चाहिँ अब यहाँ 2-3वटा केरा उठाउँछु। मैले केही पनि खाएको थिइनँ, सो केरा उठाएँ। आफ्टर द्याट 2-4वटा ब्रोड उठाउनु पऱ्यो, क्रोसान उठाउनु पऱ्यो। के छ हेरौँ। आज खाली छ त यार, किन लौ के भएको आज खाली छ त सबै। क्रोसेन्टहरू खाने भनेको खाली छ त आज। के भयो, स्ट्राइक हान्थ्यो क्या हो। केही खाम भनेर लिडलतिर गएको थिएँ, अब केही छैन बेकरीको सेक्सनमा। त्यही केरा उठाएँ, अब त्यही खाने वाला दिन परि। आज हाम्रो कुक क्लास पनि छ, लास्टमा हामीले केही न केही पकाएर खाइहाल्छौँ। सो आज त्यस्तो भोक लाग्दैन होला, आई होप। ताजा टेम्परेचर चाहिँ 23 मात्र रहेछ, त्यही पनि गर्मी छ। त्यसपछि पुगेँ म स्कुल। ठुलो हुँदैन, यो सानोतिनो बिल्डिङ हुन्छ। अब यस्तै छ स्कुल चाहिँ। स्कुलभित्र पुग्यो, यो चाहिँ क्लासरुम हो। अब बाहिर चाहिँ जान्दैन म, किनभने भिडियो बनाउन चाहिँ अलाउ छैन, त्यही भएर। अब यस्तै छ, क्लासेसहरू चाहिँ यस्तै हो। आधा घन्टा ट्रेनमा सुतेर आएको थियो, अब हल्का फ्रेस हुनु पऱ्यो। त्यसपछि अनि क्लासेसहरू स्टार्ट हुन्छ। क्लासेसहरू चाहिँ 1.5 घन्टाको हुन्छ। यति बोर लाग्छ कि के भन्नु भएको थाहा छैन। अब त्यस्तै हो। यहाँ अगाडि चाहिँ स्पोर्ट हल छ। आज फर्स्ट पिरियडमै स्पोर्ट हल भएको कारणले चाहिँ मैले जानुपर्ने हुन्छ। तर स्याडली अहिले चाहिँ खुलिएको हुन्न, किनभने म यो सबभन्दा अगाडि स्कुलमा पुग्ने। स्कुल त खुल्ला हुन्छ तर स्पोर्ट हल चाहिँ खुल्ला भएको हुन्न। सो आई हेभ टु वेट। त्यसपछि म हल्का देखाउँछु कस्तो छ स्पोर्ट हल भनेर। स्टे ट्युन। नमस्ते। हेलो हेलो। अब जाने लुगा चेन्ज गऱ्यौँ। जालमा नमस्ते नफाइनमा। नमस्ते नमस्ते। अब चाहिँ जानु पऱ्यो ग्राउन्डमा। जागमा लन्टी नमस्ते नमस्ते। नफ 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 में नमस्ते। माफ गर्नुस्। माफ गर्नुस्। ओके।
स्पोर्ट सकियो गाइस, फुटबल खेल्यौँ आज चाहिँ। खुट्टा दुखेर हालत खराब भइसक्यो, खेल्न नजाने पनि मजा आयो। अब चाहिँ बाँकी 5वटा पिरियड छ, यसपछि बिदा हुन्छ। फर्स्टको 3टा पिरियडमा चाहिँ फुटबल भयो, अब बाँकीकोमा चाहिँ पढ्नुपर्ने छ। सो पानी पर्यो गाइस, पानी पर्यो फाइनल्ली। अब चाहिँ हल्का चिसो हुन्छ होला। नमस्ते। चुप माफ गर्नुहोस्। चुप चितोइन जाङमाल माफ गर्नुहोस्, माफ गर्नुहोस्। फाइनल्ली बिदा भयो। आज चाहिँ हल्का छिटो बिदा भएको थियो, 1 पिरियड थिएन भनेर। अब यहीँ पछाडि टाउँ गर्नेवाला मात्र छन्। सो अब त्यही हो, दिनभरि स्कुलमा ल्याङफ्याङ भयो। आज चाहिँ हामीले राबुली पकाएको थियौँ, मिठो थियो, त्यही पनि ठिक छ। अब चाहिँ घरतिर लाग्नु पर्यो। अब हक्कर घर पुगे साथीहरू। अब चाहिँ खानासाना बनाउने, खाने रेस्ट गर्ने हो। बिहान जाँदा नि निन्द्रै लाग्थ्यो, अहिले आउँदा नि निन्द्रै लाग्छ। यस्तै हो स्कुलको बेला चाहिँ। भ्लग हेर्नु दिनुभएकोमा धेरै धेरै धन्यवाद। लाइक, सेयर, फलो, सब्सक्राइब जे गर्न मन छ गरिदिनु होला। सी यू सुन।